सम्पूर्णमा मेरो फेरि पनि नमस्कार। आज चाहिँ हाम्रो हाइकिङ नुवाकोटको सुरेश्वर भन्ने ठाउँमा हाइकिङ गर्न गइरहेका छौँ। एकदमै राम्रो ठाउँ, हरियाली टक्क पहाडले घेरेको, पहाड लाइन देखिने। मलाई त घरको जस्तै भाइब्स आयो। मेरो घर चाहिँ पहाड नै हो। एकदम राम्रो ठाउँ रहेछ है। हामी 3-4 जना दाइहरूसँग गएको थियौँ। म चाहिँ एउटा चाहिँ मैले यस्तो भिडियो बनाएको छु कि यहाँनिर, तर एउटा राम्रो के फेरि उता गएर यता आएर पनि भिडियो बनायो। यो भिडियो चाहिँ मैले, तर यो बोर्ड चाहिँ एकदम राम्रो देखिएको छ। के को बोर्ड हो मैले पनि चिन्न सकिनँ है। राम्रो बोर्ड छ, राम्रो ठाउँ, हरियाली, अब चिटिक्क घाम अनि त्यही माथि हरियाली, आकाश, निलो आकाश, राम्रो देखिने मौसम, चिसो हावा हुँदै हामीले केही स्थानहरू पार गरेर अगाडि बढ्यौँ। अनि त्यसपछि हरिश भाइ पनि बाइकलाई छोडेर मसँगै भिडियो बनाउन आयो। एकदम राम्रो। ओपन भाइ पनि खुसी छ, रमाइलो छ। धेरै वर्षपछि यस्तरी पाहाडमा घुम्न पायौँ। ठाउँ राम्रो, उकाली उराली गर्दै केही स्थानहरू पार गर्दै राम्रो ठाउँमा पनि पुग्यौँ। भाइ चाहिँ त्यो हिँड्न नसकेर भाइ चाहिँ अगाडि गयो। म चाहिँ बिस्तारै हिँडेँ। दाइको स्कुटी फसेको रहेछ माथि। हामीले एउटा बाइक एउटा स्कुटी ल्याएको थियौँ। 4 जना थियौँ र म स्कुटीमा पनि बस्थेँ। स्कुटीमा राइड पनि हानेँ। दाइको स्कुटी त्यहाँ फसेछ है। 1-2 ठाउँ बाटो पर्ने जस्तै रहेछ स्कुटी। अनि बाइक त्यो बाइकहरू त जाने रहेछ। त्यही पनि दाइले जबरजस्ती आफ्नो स्कुटीलाई निकालिहाल्नुभयो, माथि लग्नु भएको छ। मैले चाहिँ एउटा दाइलाई बाटोमा भेटेको थिएँ। हामी घरबाट आउँदाखेरि चाहिँ 4 जना थियौँ। अहिले हामी बाटोमा चाहिँ अहिले बिच बाटोदेखि 5 जना भएको छौँ। उहाँ दाइ नै हुनुहुन्छ। उहाँ दाइ खोटाङको दाइ हुनुहुन्छ। अहिले बसेको चाहिँ ललितपुर हुनुहुन्छ। उहाँको चाहिँ उहाँको बाइक चाहिँ T20 है। T20 चाहिँ हो, राम्रो छ। केटाहरूलाई थकाइ लागेछ, त्यही भएर अलि उभिएर गफसफ गऱ्यौँ। 2 मिनटमै निस्किहाल्यौँ त्यहाँबाट। फेरि हामी अगाडि बढ्यौँ। हाम्रो पहिला अगाडि चाल्यौँ। फेरि उता ठुलो रेस्टुरेन्टहरू पनि रहेछ यो ठाउँमा। सोचेको पनि थिएन यस्तो रमाइलो ठाउँ रहेछ भन्ने। एकदम राम्रो ठाउँ। एकदमै राम्रो ठाउँ। यहाँनिरको भ्यू राम्रो, आकाश निलो, बादल छम्म देखेको राम्रो ठाउँ। यो ठाउँ भनेको काठमाडौँदेखि सूर्यचौर एक दिनमा ओहोरदोहोर हुने ठाउँ हो। प्रसिद्ध ठाउँ हो यो भनेको। धेरै लङ दुरीमा पनि छैन, सर्ट दुरीमा छ। एकदमै राम्रो छ। लगभग हामी पुगिसक्यौँ। अब चाहिँ म चाहिँ बाइकबाट उत्रिएर हिँडेर गइरहेको छु। दाइहरू अगाडि गइसके बाइकमा। मलाई भिडियो बनाउन मन लाग्यो, त्यही भएर भिडियो बनाउँदै हिँडेको। त दाइहरू पनि रहेछन् यतिको राम्रो।
तिर्खा लास लागेको छ। अब दिदीको पसल रहेछ त्यहाँनिर, त्यहाँ गएर पानी खानु पर्यो। अब यता ऊ चटपटे पसल रहेछ सानो। हामी यो स्कुल भएको ठाउँमा चाहिँ पुग्यौँ है। निर्माण कार्य पनि भइरहेको रहेछ, राम्रो रहेछ। दाइहरू त भिड्दै बस्नु बाहन। मलाई तिर्खा लागेर दिदीलाई पानी माग्यौँ। दिदी चटपटे बनाउँदै हुनु रहेछन्। त्यो भाइहरू चटपटेको लागि आउनु भएको रहेछ। दिदीले मलाई पानी दिनुभयो। दिदीले पैसा एकछिनमा दिन्छु है दिदी भनेर म यता बस्न आएँ। दाइहरूसँग पानी खाँदै आएँ। एकदम तिर्खा धेरै लागिरहेको थियो। म धेरै हिँडेको पनि भएँ बाटोमा। दाइले चाहिँ मलाई मिनरल वाटरको तिर्को खोलेर खाऊ भाइ भनेर दिनुभयो। धेरै धेरै धन्यवाद दाइ। आफूले नखाइ मलाई दिनुभयो। धेरै गाह्रो पनि भइरहेको थियो मलाई। धेरै खुसी लाग्यो दाइ। एकचोटि पानी खाएर बल्ल सास फेर्दा जस्तो भयो। हिँड्दा धेरै गाह्रो भएर सास गाह्रो भएको थियो कि। ठिक छ, अब चाहिँ रमाउनु पर्छ। दाइहरूले खानेकुरा किन्दै हुनुहुन्छ, उता गएर बसेर खाउँला भनेर के लाग्दै हुनुहुन्छ दाइहरूले। चटपटे पानीपुरी त्यही भन्दै हुनुहुन्छ होला सायद दाइहरूले। अबको भिडियो चाहिँ म यो पछिको भिडियोहरू अर्को भिडियोमा लिएर आउनेछु। सबैले यो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। भाइहरूबाट चटपटे खाँदै बस्दै हुनुहुन्छ, मिठो छ भन्दै हुनुहुन्थ्यो भाइहरूले पनि। सबै थकितमा छौँ अहिले चाहिँ हामी। अब यो पछिको भिडियो चाहिँ अनिवार्य एकदम अर्को भिडियोमा